गर्छु म रेकर्डिङ है त ल क्वेसन लेखेर मैले के लेखाएको थिएँ त्यही क्वेसनलाई एकचोटि फेरि म सर गर्छु र आज हामी एटोमिक स्ट्रक्चर लगाउन सक्छौँ इन विच अफ द फलोइङ ट्रान्जिसन इन विच अफ द फलोइङ ट्रान्जिसन सुना इजी छ एकदमै इजी छ इन विच अफ द फलोइङ ट्रान्जिसन इन विच अफ द फलोइङ ट्रान्जिसन कुन ट्रान्जिसनमा in which of the following transition energy absorption is maximum energy absorption is maximum energy absorption कुन ट्रान्जिसन मा मैक्सिमम हुन्छ भन्ने सोध्यो है भाइ पिनहरु अब अप्सन एउटा फर्स्ट कन्डिसन दुई तीनटा केसै राखौ न फर्स्ट मा ल 6 देखि 1 मा आउँदाको ट्रान्जिसन अब यसमा बी 5 देखि 2 वाला ट्रान्जिसन लिए मैले अप्सन सी मा 4 देखि 3 वाला ट्रान्जिसन लिए भाइ पिनहरु मैले अप्सन डी मा मैले दिएको थिएँ नि अप्सन हैन र 1 देखि 4 वाला एउटा ट्रान्जिसन यो लिए एउटा अनि दुईटा सकेसम्म आफै एन्सर दिन ट्राई गर है दुईमा अब दुईटा सेकेन्ड नम्बर ए मा ट्रान्जिसन लिए मैले 1 देखि 2 मा 1 देखि 2 मा हुने ट्रान्जिसन बी मा 2 देखि 3 मा हुने ट्रान्जिसन भाइ पिनहरु सी मा 3 देखि 4 वाला ट्रान्जिसन अनि डी मा भाइ पिनहरु 4 देखि 5 वाला ट्रान्जिसन लिए मैले अर्को थर्ड केस पनि म तिमीलाई सँगसँगै गराउँछु र थर्ड मा पनि कस्तो छ भन्दा ट्रान्जिसन ए मा 1 देखि 2 वाला ट्रान्जिसन लिए भाइ पिनहरु बी मा 1 देखि 3 वाला ट्रान्जिसन लिँदै छु मैले अप्सन सी मा 1 देखि 4 वाला ट्रान्जिसन लिँदै भाइ पिनहरु अप्सन डी मा 1 देखि 5 वाला ट्रान्जिसन लिए अनि 4 नम्बरमा के छ भन्दा एउटा ट्रान्जिसन ए को 1 देखि 2 वाला ट्रान्जिसन लिदिए अनि बी मा भाइ पिनहरु 2 देखि ल सपोज 9 वाला ट्रान्जिसन लिदियौ सी मा भाइ पिनहरु ल 3 देखि 6 वाला ट्रान्जिसन लिदियौ अनि डी मा भाइ पिनहरु मैले 4 देखि 5 वाला ट्रान्जिसन ल तिमीहरु एटलिस्ट पहिलो फर्स्ट ट्रान्जिसन को सोच त एब्जर्प्सन हुने भनेपछि सुन न भाइ पिनहरु एब्जर्प्सन भनेपछि अलि माथि भयो ल भर्खर सुरु भएको छ सोनी भर्खर स्टार्ट भएको छ आज मेरो बोर्डमा सपोर्ट नगरे भएर मैले तिमीलाई यही गरे आज जुममा थोरै समस्या छ कि जस्तो लाग्यो अब हेर न फर्स्ट वाला एब्जर्प्सन भनेपछि एब्जर्प्सनमा सुन न एब्जर्प्सनमा मदनले दादा भनेर लेखाएको छ दादा भनेको अप्सन डिए भने हो ए मदन त्यही त मदनले के भन्छ दादा मिल्छ र डिए लेखाएको छ मदनले हो यही मिल्न गयो मदन हो र साउन्ड सानो आएको छ भन्छ नि त हो राजदीपले सानो सुनेको छ रे तिमीले पनि सानो सुनेको छौ पख म स्पिकर युज गर्छु त्यसपछि पख एकैछिन हेडफोन युज गर्छु ल फेरि सानो छैन भन्छ नि त राजदीप तिम्रो डिभाइसमा मिठो सुनेको छ सर दादा नै हो दादा नै हो कति जान्ने भएको के सुजन तिमी मैले पढाएर त्यो सक्यो भनेकै छैन त अनि तिमीलाई एक्साइटेसन इम्पोर्टेन्ट छ इनर्जी कुरा अहिले आएको नगर म सिकाइहाल्छु नि आइहाल्छु नि आजै क्लास आउँछु ल साउन्ड अहिले ठिक छ अहिले म स्पिकर युज गरे हुन्छ ल अब सुन अब त यहाँनिर के भयो भन्दा भाइ पिनहरु अब यस्तो हुने भयो फेरि न्यू च्याप्टर सुरु हुँदैन अरे पढ्दै जाऊ न नसकिकन किन सुरु गर्नु नि ल फर्स्टमा इन विच अफ द फलोइङ ट्रान्जिसन इनर्जी एब्जर्प्सनलाई तलदेखि माथि कि माथिदेखि तल अरे भाइ पिनहरु तलदेखि माथि कि माथिदेखि तल एब्जर्प्सन पहिला यो बुझ एब्जर्प्सनको लागि तलदेखि माथि तलबाट माथि यो त थाहा छँदैछ तलदेखि माथि है फर्स्टमा 6 देखि 1 यहाँ एब्जर्प्सन हुँदैन 5 देखि 2 पनि एब्जर्प्सन भएन 4 देखि 3 पनि एब्जर्प्सन भएन
अब 1 देखि 4 यो मात्रै त नि एब्जर्प्सन भनेको, अरु त एब्जर्प्सन नै होइन नि। यी तीनटा नो एब्जर्प्सन, यिनीहरू नो एब्जर्प्सन। यो त नो एब्जर्प्सन है, किन हायर टु लोअरमा आउँदा एब्जर्प्सन हुँदैन। फर्स्ट क्वेशन सबले बुझौ, फर्स्ट क्वेशन बुझौ है। ल अब त्यसपछि यहाँनिर सेकेन्डमा जाऊ त। सेकेन्डमा भाइ पनि 1 देखि 2 वाला भनेको छ, अनि 2 देखि 3 वाला, 3 देखि 4 वाला। एकैचोटि तिमीले यो बुझ त, मैले हिजो सिकाएको थिएँ नि, याद छ नि। ग्राउन्ड स्टेटमा इनर्जी कति छ रे? -13.6 इलेक्ट्रोन भोल्ट। अनि फर्स्टमा कति छ रे? -3.51 इलेक्ट्रोन भोल्ट। फेरि यसमा कति छ रे? ग्यापिङ घट्दै जान्छ नि, -1.51 इलेक्ट्रोन भोल्ट। भाइ बहिनी त्यसपछि कति छ रे? त्यसपछि -0.85 इलेक्ट्रोन भोल्ट। यसमा त पक्कै सब क्लियर छौ नि भाइ बहिनी? क्लियर छौ कि छैन होला भन। अब एब्जर्प्सनको लागि के हुन्छ भन्दा यतिको डिफरेन्स हेर त। ग्राउन्ड देखि फर्स्टमा भनेको 1 देखि 2 मा जाँदा कति इनर्जी एब्जर्ब गर्नुपर्छ? कति इनर्जी एब्जर्ब गरे पनि बल्ल जान्छ भनेपछि यतिमा आउँछ 10.2 हो, 10.2 इलेक्ट्रोन भोल्ट। किन हेर न, त्यति इनर्जी -13 यस्तो भइदियो नि, -3.51 माइनस प्लस 13.6 गर त 10.2 इलेक्ट्रोन भोल्ट आउँछ नि भाइ बहिनीहरू। अनि यो सेकेन्ड र थर्डमा कति आउँछ हेर त। सेकेन्ड र थर्डमा त्यही कति जति? 2 एप्रोक्सिमेट 2 जति गरे मैले। ल 5451 हो, ठिकै छ, केही छैन। एप्रोक्स 2 इलेक्ट्रोन भोल्ट लेभल। अनि यहाँ कति आउँछ भाइ पनि? यहाँ हेर त 0.8 र 1.51 गर्दा झन्डै 0.75 इलेक्ट्रोन भोल्ट जति होला हो। अनि माथि त अझ कम हुँदै जाँदा अब आफै सोच न भाइ पनि, एकदमै लजिक लगाऊ त। अब के लजिक लगाऊ भन्दा हेर त, ग्राउन्ड देखि 1 देखि 2 मा जाँदा कति एब्जर्ब गर्नु पर्यो? 10.2 इलेक्ट्रोन भोल्ट एब्जर्ब गर्नु पर्यो। यस, 10.2 इलेक्ट्रोन भोल्ट एब्जर्ब गर्नु पर्यो भाइ पिनीहरू। अनि 2 देखि 3 मा जाँदा 2 देखि 3 मा एब्जर्ब हुँदा कति यसमा आउनु पर्यो? 2 इलेक्ट्रोन भोल्ट एब्जर्ब गर्नु पर्यो। 3 देखि 4 मा कति भाइ पिनीहरू? झन्डै 0.7 इलेक्ट्रोन भोल्ट एब्जर्ब गर्नु पर्यो। अनि 4 देखि 5 मा त अझ लेस देन 0.7 इलेक्ट्रोन भोल्ट भनेपछि अब आफै एन्सर देऊ न, कुनमा म्याक्सिमम, कुनमा म्याक्सिमम। बुझिरहेछौ? तिमीलाई बोर्ड नभएको फिल भएको छैन नि आज है? हो, यो डिफरेन्स नै फिल भएको छ कि छैन मेसेज गर त। भएको छैन? ल हुन दिन है, मैले सकेसम्म बिस्तारै भन्छु, केही छैन। यो पनि क्लियर भइहाल्यो, अप्सन ए भयो। थर्ड नम्बर क्वेसनमा लाग त भाइ बहिनीहरू, थर्डमा लागौँ त है। थर्डमा लाग। थर्डमा के हुने भयो भन्दा, ल थर्डको सोच त होइन, सधैँ बोर्डमै हो क्या, आज सपोर्ट गरेन अब होइन, सधैँ बोर्डमा। आज त्यहाँ बोर्डमा सपोर्ट नगरे भएर मैले क्लास अफै गर्न त भएन नि भाइ बहिनीहरू है। ल सुन, थर्डमा हेर त, थर्डमा 1 देखि 2। अब त तल हेर्ने भनेको थियो नि, यी सबै ग्राउन्डदेखि जाँदैछन्, यी सबै ग्राउन्डदेखि छन् पनि, सबै ग्राउन्डदेखि छ, सबै ग्राउन्डदेखि छ, ग्राउन्डदेखि छ भनेपछि अब यहाँ त के हेर्ने? सबै ग्राउन्डदेखि छ, तल हेर्ने। फर्स्टदेखि सेकेन्ड तला, फर्स्टदेखि थर्ड तला, फर्स्टदेखि फोर्थ तला, फर्स्टदेखि फिफ्थ तला। यहाँ जाँदा धेरै इनर्जी एब्जर्ब गर्यो नि त होइन। यहाँबाट कुनैलाई के काने यसलाई यहाँ पुर्याउँदा बढी इनर्जी लाग्छ कि यसलाई यहाँ पुर्याउँदा बढी इनर्जी लाग्छ कि यहाँ पुर्याउँदा बढी इनर्जी लाग्छ कि यहाँ पुर्याउँदा? हेर त, यो ग्राउन्डदेखि ल 1 देखि पहिलो तल ल सेकेन्डमा गयो, यो 1 देखि थर्डमा गयो, यो 1 देखि फोर्थमा गयो है भाइ बहिनीहरू, यो 1 देखि 5 मा गयो भने आफै सोच त, यहाँ म्याक्सिमम हुने भयो। ओके, एउटै ओके कि नओके भन त। ल ओके, ओके ठिक छ नि होइन। न्युटनलाई चिन्ता नगर, आज एटमिक स्ट्रक्चर छ, एटमिक स्ट्रक्चर पछि रिभाइज गरिदिइहाल्छु नि, चिन्तै नमान न तिमीहरू है। ल यति त बुझिहाल्यौ नि है, ओके छ। ल यसपछि यहाँनिर म एक दिन जस्ट टाइम मिलाएर लगातार यो मोडर्न फिजिक्स जतिको रिभाइज हुन्छ, चिन्ता नगर मजाले है। ल अब सुन, यहाँबाट के आइसक्यो भने भाइ पिनीहरू,
यति त अनि फोर्थ नम्बरमा जाऊ त फोर्थ नम्बरमा यसको कुनै ट्रिक छैन योभन्दा अर्को ट्रिक के हुनुपर्छ र कुनै ट्रिक छैन यो त ट्रिकै त हो नि हिजो मैले पुरै सिकाएँ नि ट्रिकको कुरा हैन यो त ग्यापिङ कुन बढी छ ग्यापिङ यहाँ बढी छ नि त ग्यापिङ हेर्ने त्यसको बढी भयो ल सूर्य भाइ भन एब्जर्प्सन लाइन ग्राउन्ड स्टेटबाट मात्र हुन्छ भन्नुभएको थियो नि हिजो ग्राउन्ड त हो ग्राउन्डबाट एब्जर्प्सन हुने त्यही हो तर यहाँ पुगेकोलाई अब यहाँ पुग्दा अरू कति इनर्जी खान्थ्यो त त्यो त भन्न पाइयो नि त एक्चुअली स्टार्टिङ हुने भनेको त ग्राउन्डदेखि नै हो तर यहाँदेखि यहाँ जाँदा यहाँ त्यति इनर्जी पायो भने त यो यहाँ गएर बस्छ नि होइन 10.2 लेभलको इलेक्ट्रोन इनर्जी भयो भने यहाँ बस्छ अलि यहाँबाट जानलाई अरू कति चाहियो त्यही 2 इलेक्ट्रोन भोल्ट लेभलको यहाँदेखि यहाँ पुग्नलाई यहाँ पुगेकोलाई अझै त्यो फर्दर बढी त्यो चाहियो नि त बाबु कान्छा ल अब सुन सर यसलाई मतलब कस्तो हाइपोथेटिकल मानेर गरिराख्नु भएको छ कि कस्तो कस्तो रे मतलब फर्स्ट ग्राउन्डबाट त 1 देखि 2 मा त पोसिबल हुने भयो तर त्यो 2 देखि 3 3 देखि 4 4 देखि 5 मा हजुरले मतलब यस्तो भयो भनेर सोचेर गरिराख्नु होइन भएको छ एब्जर्प्सन त बाबु त्यहाँ पुगेकोले फर्दर कति पायो भने ल त मान 10.2 इलेक्ट्रोन भोल्टको इनर्जी पायो भने त टक्क गएर यहीँ बस्छ नि होइन सेकेन्डमा पुग्ने भयो हो तर यहीँ पुगिसकेकोलाई फेरि कति पाउनु पर्थ्यो त्यहाँबाट त्यहाँ पुग्दा भन्दा फर्दर यति भन्न पाइन्छ के सुरुमा स्टार्टिङ हुने त ग्राउन्डबाट नै हो एब्जर्प्सन लिँदा ग्राउन्डबाट तिमीले ठिक कुरा गर्यौ त्यहाँ पुगेकोलाई फर्दर कति चाहिन्छ भने लो तलदेखि माथि लाइनहरू बनाउँदा पो ग्राउन्डदेखि स्टार्ट गर्ने हो यहाँ त कतिदेखि कतिसम्म जान्छ भन्न पाइयो नि त बाबु है फोर्थ नम्बरको ट्राई गर त भाइ पनि फोर्थ नम्बरको हेर 1 देखि 2 मा जहिले पनि अरू केही हेर्नु पर्दैन जहिले पनि तिमीले यति इजी होस् के यसरी गर्ने इमिसनमा यति एउटा लाइन लेखिदिन्छु तिमीहरूलाई मैले इमिसनमा के गर भन्दा इमिसनमा 1 मा आउने 1 मा आउनेले धेरै इनर्जी रिलिज गर्छ 1 मा आउने हाइयरबाट 1 मा आउनेले धेरै इनर्जी रिलिज गर्छ नभए यो नोट गर्दा पनि हुन्छ है तिमीहरूले इमिसनमा यति नोट गर त इमिसनमा हाइयरबाट 1 मा आउनेले धेरै इनर्जी रिलिज गर्छ भाइ पनि एब्जर्प्सनमा फेरि के हुन्छ ल भन त एब्जर्प्सनमा 1 बाट जानेले धेरै इनर्जी एब्जर्ब गर्छ कि अरूबाट जानेले भन न यति भन त 1 बाट जानेले हो भनेपछि एब्जर्प्सनमा फेरि 1 बाट अरू दायाँ बायाँ इन्फिनिट जे होस् न तर 1 बाट जानेछ भने त सिधै त्यही लगाउने हो क्या 1 बाट जानेले धेरै इनर्जी एब्जर्ब गर्छ भाइ बहिनीहरू अब कुरो बुझौ यति रिफरेन्स ल्याउ न यति रिफरेन्स लिएपछि कुनै चन्द्रको बाबु बिन्द्री आए पनि तिमीलाई रोक्दैन बुझौ मैले भनेको इमिसनमा भाइ बहिनीहरू इमिसनमा कहाँबाट आउनेले अब यहाँ जेसुकै होस् के यो 1 देखि जाने भनेपछि अब 2 देखि 9 मा होस् कि 2 देखि इन्फिनिटी होस् जे भए पनि यो जति इनर्जी अरूमा एब्जर्ब हुँदैन क्या बुझौ किन बुझौ नि यतिमा के हुन्छ 10.2 इलेक्ट्रोन भोल्ट हुन्छ ल अब यहाँ 2 देखि इन्फिनिटी भन्यो भने त ल 2 देखि इन्फिनिटीको कुरा गर्यो भने 2 देखि इन्फिनिटीको कुरा गर्यो भने इन्फिनिटीमा 0 माइनस 2 मा कति 3.54 माइनस 3.54 गर्दा हेर त ओन्ली 3.54 अब 10.2 धेरै हुन्छ कि 3.54 त्यही भएर अरू केही तनाव नल्याउ जिन्दगीमा कुरो बुझौ भाइ बहिनी मैले भनेको कुरा बुझ्यो कि बुझेनौ सर सुन्नु न एकपटक होइन क्या ह्यान्ड रेज गरेर यहाँ मलाई अनम्युट गर्न लगाऊ त्यहाँ मेसेजमा सुन्नु न भनेको छ नि कसरी सुन्ने 1 देखि इन्फिनिटी भन्या भए कुन हुन्थ्यो अनि त्यो त सोच्ने नै होइन नि बाबु
ल 1 देखि पल्ला सेम जस्तै तिमीलाई यत्रो सिकाएँ 1 देखि 2 मा 1 देखि 2 मा ल यही क्वेशनमा ल ई अप्सन राखेर 1 देखि 5 भन्यो रे अनि अर्को 1 देखि अरे इन्फिनिटी भन्यो भने त अब यो जति त्यसपछि सेम लेभल छ 1 1 1 छ भने बल्ल तल हेर भन्ने यसमा जति म्याक्सिमम अरुमा हुँदै हुँदैन भन्दिने हो नि त कति मिठो भाइ बहिनीहरु कति मिठो मिठो अति नै मिठो भएन त सर जस्तै जस्तै भन। यो हजुर सर जस्तै नम्बर छ नि सर 1 देखि 10 सम्म छ भने त्यसको ग्याप हेर्ने हो नि जस्तै 1 देखि 2 सम्म छ भन्दाखेरि त्यो अगाडिको इलेक्ट्रोन तपाईँले सिकाउनु भएको है -13.6 3.5 बाबु एकचोटि सुन त फेरि भन त तिमीले भनेको जस्तै तपाईँले भन्नुभयो होइन त्यो अगाडि सुरुमा ग्याप हेर्ने जसको बढी ग्याप हुन्छ त्यसलाई नि के भन्छ बेस मानेर जाने भन्नुभयो होइन सेम लेभलको भयो भने सेम वाला लाइन भयो भने ए ल त सर त्यही जस्तै अलिक भने नि मैले हजुर यहाँ हजुर भने नि हेर त यहाँ त 1 देखि भनेपछि अरु सुकै जुनसुकै 2 देखि 9 वाला होस् कि 2 देखि इन्फिनिटी हेर्नै पर्दैन 1 वालाकै बढी भइहाल्यो यो बुझौ ए यस सर सेम वालामा होइन ल सर त्यसरी अनि सुन ओके न 1 1 मा पनि 1 देखि 2 र 1 देखि 5 बन्यो 1 देखि 5 वाला बढी भयो यस यस सर अनि 1 देखि 5 वाला र 1 देखि इन्फिनिटी वाला भन्यो भने फेरि 1 देखि इन्फिनिटी वाला बढी भयो यति इजी छ नि टु ओके सर मच इजी छ कति इजी इजी भाइ पनि यस अब त 100% बिगार्दैन एब्जर्प्सन र इमिसन यति पनि गर्दा बिगार यत्रो एक्जाम्पल दिएर इमिसनका पनि यस्तै दिएर सिकाएको थिएँ एब्जर्प्सनका पनि अझ मैले यहाँ नेपालीमा पनि लेखिदिएको छु तिमीहरूलाई सेम लाइनका पर्यो भने सेम सिरिजमा हुँदा घरको तल हेर्ने बस यस नारायणले बल्ल कुरा बुझ्यो ठिक नारायण भाइ सेम तल जस्तै तिम्रो यहाँ 1 छैन ल यही अप्सनमा ल यस्तो भइदियो क्या ल हेर 2 देखि ल 4 भन्यो एउटा 2 देखि ल भाइ पनि 6 अनि 2 देखि अब यसमा 8 ल अनि 3 देखि ल 50 भनौँ न के छ र अनि 4 देखि ल यसमा इन्फिनिटी भन्यो अब पहिला तिमीले के गर भन्दा पहिला हेर 1 भएको भए त ल 1 देखि 2 भएको भए अथवा 1 देखि सिम्पली 2 मात्रै भएको भए त सिधै यही आँखा चिम्लेर यही दिन्थ्यौ है आँखा चिम्लेर यही दिन्थ्यौ तर यहाँ त 2 देखि 4 2 देखि 6 2 भनेपछि 2 2 वाला अब यहाँबाट आउट भयो या यो रिङबाट आउट भयो यो मैदानबाट आउट भयो भाइ यिनीहरू मैदानबाट आउट भयो यिनीहरू किन 2 हुँदा हुँदै 1 हुँदा हुँदै 2 लाई नहेर्ने 2 हुँदा हुँदै 3 लाई नहेर्ने यस रिङ आउट भयो के यिनीहरू ए रिङ आउट भयो अब बल्ल 2 2 2 वाला छन् भने बल्ल तल हेर्ने तल हेर्दा 2 देखि 4 वाला तल 2 देखि 6 वाला तल 2 देखि 8 वाला तल हो यसको बल्ल बढी इनर्जी भन्ने यस भाइ पनि पक्कै तिमीहरूलाई अब 100% यहाँभन्दा झुक्किनु त हुन्न है कन्फर्म झुक्किनौ नि है त्यहाँ मेसेज गर मलाई झुक्किनौ सर भन नत्र हुँदैन झुक्किने भएन जनरल कन्सेप्ट इजी छ नि यति इजी त अब जिन्दगीमा बिगार्नै हुन्न तिमीहरूले कहाँ बुझ्छौ र भाइ पनि यसरी बुझाउनु त कसले सक्छ र जिन्दगीमा साँच्ची हो मैले आफूलाई घमण्ड गरे होइन अझ आजभोलि त फिजिक्सका कस्ता कस्ता मास्टर पुरै जसलाई फिजिक्स नै थाहा छैन अगाडि नोट राखेर फिजिक्सका मास्टर बाबा जिन्दगी ल अब सुन हेर यही त कुरा आयो यति भइसकेपछि मैले वर्षको 4 चोटि पढाउँछु त म अझै स्योर हुँदैन है ल यसमा हेर यति आइसकेपछि भाइ बहिनीहरु कुरा के आयो भन्दा यति त बुझौ नि अब तिमीले यहाँ बुझ्नुपर्ने एब्जर्प्सन इमिसन त मैले सिकाइसके तिमीहरूलाई स्पेक्ट्रम अब स्पेक्ट्रमको कुरा पनि थोरै यहाँ बुझिहालौ भाइ बहिनीहरु स्पेक्ट्रममा जानुभन्दा अगाडि पहिला तिमीलाई यो सिकाउँछु मैले एक्साइटेसन र आयोनाइजेसन पोटेन्शियल पहिला यो बुझौं एक्साइटेसन इनर्जी बह एक्साइटेसन इनर्जी भनेको सिम्पली यति बुझ त केटाकेटी हो एक्साइट गराउनु भनेको सुन न जस्तै यो ग्राउन्ड स्टेटमा भएको इलेक्ट्रोन छ हामी त मोनो इलेक्ट्रोनिक सिस्टमकै कुरा गर्छौं ग्राउन्ड स्टेटको सुन न ग्राउन्ड स्टेटको इलेक्ट्रोन छ ग्राउन्ड स्टेटको है -13.6 इलेक्ट्रोन भोल्ट इनर्जी लेभलको ग्राउन्ड स्टेटको कुनै याद छ नि अब एक्साइट गराउनु भनेको यति बुझ त
ग्राउन्ड स्टेटकोलाई माथि लग्ने ग्राउन्ड स्टेट भाइ बहिनी अनि यो फर्स्ट स्टेट यो n1 भयो अनि यो n2 भयो भाइ बहिनीहरु त्यसपछि n3 भयो अझ ग्यापिङ पनि मिलाउँदा राम्रो के तिमीलाई फिगर बनाउँदाखेरि त्यो ग्यापिङ मिलाएर बनायो भने आफुलाई बुझ्न पनि इजी हुन्छ के 1 देखि 2 को ग्यापिङ अलि बढी हुन्छ यो n2 भयो अनि यहाँ किन 10.2 इलेक्ट्रोन भोल्ट लेभलको ग्यापिङ यो पनि फेरि कति त मात्र 2 लेभलको n3 भयो भाइ बहिनी यसै नै n ला 4 भयो यतिमा सिकाउँछु है त अब के गर्ने भन्दा ग्राउन्ड स्टेटमा भएको इलेक्ट्रोनलाई एक्साइटेसन पोटेन्शियलको पहिला मिनिङ बुझ है ग्राउन्ड स्टेटमा भएको इलेक्ट्रोनलाई इनर्जी दिएर कहाँ लग्ने ग्राउन्ड स्टेटमा भएको इलेक्ट्रोनलाई इनर्जी दिएर कहाँ लग्ने हायर स्टेटमा लग्ने भनेको हायर स्टेटमा है इन्फिनिटीमा लग्ने होइन नि बाबु इन्फिनिटीमा लग्नेलाई त आयोनाइजेसन भन्ने हो गान्छा एक्साइटेसन भनेको त ग्राउन्डबाट जस्तै ग्राउन्ड स्टेटमा भएको यो इलेक्ट्रोनलाई इनर्जी दियो एक्साइटेसन इनर्जी भनेको के रहेछ त एक्साइटेसन इनर्जी भनेको भन्छ हायर यसमा के गर्ने त अब यहाँबाट अब प्रोसेस अफ यसो गरौँ न यसलाई छोटोमा लेखिदिन्छु नि त प्रोसेस of raising of an electron एटम भित्रै within the atom फेरि इन्फिनिटीमा पुर्याउने होइन within the atom from कहाँदेखि within the atom from ground state भन्नुको मतलब लोअर भन्न पनि पाइयो सेकेन्ड देखि थर्ड पनि भन्न पाइयो ग्राउन्ड स्टेट टु हायर स्टेट भाइ बहिनीहरु हायर स्टेट पहिला यति बुझेको बुझेन यति मलाई भन ग्राउन्ड स्टेटबाट हायर स्टेटमा रेज गर्न चाहिने एनर्जी पहिला यति बुझौ ग्राउन्ड फ्लोरबाट घरको माथि तलामा पुर्याउन चाहिने 100 यस हो नारायण भाइ तगडा निस्किएको छ जस्तो लागेको छ एकदमै फिजिक्समा राम्रो प्रगति गरे जस्तो लाग्छ एक्जाममा पढेकोबाट त बिगारेको छैनौ नि मोडल टेस्टमा बिगार्यो भने त फेरि घोक्रे ठाक लाउने हो नि तिमीहरुलाई अब हेर यो ग्राउन्ड स्टेटमा भएको इलेक्ट्रोनलाई इनर्जी दिएर भाइ बहिनीहरु फर्स्ट सेकेन्डमा लग्नेलाई यसलाई भन्छ हामी फर्स्ट एक्साइटेसन एनर्जी भाइ बहिनीहरु अनि ग्राउन्डबाटै सेकेन्डमा लग्यो भने यसलाई के भन्ने ग्राउन्डबाट सेकेन्डमा लग्नेलाई सेकेन्ड एक्साइटेसन एनर्जी भनेको भाइ बहिनीहरु फर्स्ट एक्साइटेसन एनर्जी कति हुन्छ मलाई भन्देऊ भाइ बहिनीहरु प्लिज अब हेर फर्स्ट एक्साइटेसन एनर्जी कति भन फर्स्ट एक्साइटेसन एनर्जी भाइ बहिनीहरु प्लिज फर्स्ट एक्साइटेसन एनर्जी फर्स्ट एक्साइटेसन के होला भाइ बहिनीहरु फर्स्ट एक्साइटेसन एनर्जी भन्देऊ त मलाई फर्स्ट एक्साइटेसन एनर्जी भनेको पुर्याउनु छ कहाँ En2 मा फ्रम कुन En1 बाट En2 मा पुर्याउने एनर्जीलाई फर्स्ट एक्साइटेसन एनर्जी भन्ने कति हुन्छ यो हेर En2 - 3.54 माइनस 13.6 गर्दा यो कति आउँछ भाइ बहिनीहरु 10.2 इलेक्ट्रोन भोल्ट आउँछ फर्स्ट एक्साइटेसन एनर्जी भाइ बहिनीहरु ओके कि न ओके भन त ओके भन न ओके है त्यसपछि सेकेन्ड एक्साइटेसन एनर्जी भन न भाइ बहिनीहरु सेकेन्ड एक्साइटेसन एनर्जी भनेको भाइ बहिनीहरु En3 मा पुर्याउने फ्रम कहाँ En1
En1 ग्राउन्डबाटै है ग्राउन्डबाटै भाइ बहिनीहरु ग्राउन्डबाट उसमा पुर्याउने भनेपछि यहाँ कति हुन्छ En3 थाहा छ नि -1.5451 माइनस 13.6 गर्दा भाइ पनि यो कति आयो 12.1 आयो हैन 12.1 इलेक्ट्रोन भोल्ट भयो क्लियर छौ क्लियर छौ कि छैन यसैलाई भनिन्छ हामी आयोनाइजेसन है एक्साइटेसन अनि सुन यही पोटेन्शियललाई जस्तै एउटा इलेक्ट्रोन यसैबाट बुझ त यहाँ अघि पोटेन्शियलको कुरा पनि गर्यौ नि जस्तै मैले भने नि एउटा इलेक्ट्रोनलाई 1 भोल्टको झड्का दियो भने एउटा इलेक्ट्रोनलाई 1 भोल्टको झड्का दियो भने यो यत्तिकै बस्छ कि मुभ इनर्जी पाउँछ इनर्जी पार उफ्रिन थाल्छ नि यसलाई 1 इभी इनर्जी बनायो कि होइन एउटा इलेक्ट्रोनलाई त्यसमा एउटा इलेक्ट्रोनलाई 10 भोल्ट पोटेन्शियल दियो भने के हुन्छ यसले कति इनर्जी पायो 10 इलेक्ट्रोन भोल्ट इनर्जी पायो ओके कि नओके भन त ओके कि नओके ओके त्यसरी नै ग्राउन्ड स्टेटमा भएको यो इलेक्ट्रोनलाई यो इलेक्ट्रोन छ नि यसलाई भाइ बहिनीहरु 10.2 भोल्ट पोटेन्शियल दियो भने यो उफ्रेर कहाँ पुग्ने भयो यहाँ पुग्ने भयो 10.2 त्यो पोटेन्शियललाई नै हामी के भन्यौ फर्स्ट एक्साइटेसन इनर्जी इबी भयो भने पोटेन्शियल हेर त्यसलाई फर्स्ट एक्साइटेसन पोटेन्शियल के भयो भन फर्स्ट एक्साइटेसन पोटेन्शियल भाइ बहिनीहरु इलेक्ट्रोनले पाएको इनर्जी फर्स्ट एक्साइटेसन पोटेन्शियल कति भयो 10.2 भोल्ट भयो के भाइ बहिनीहरु यसरी बुझ्ने इनर्जी भोल्टमा हुन्छ कि भोल्ट मात्र हुन्छ इनर्जी त इभी हुन्छ नि इलेक्ट्रोन भोल्टमा हुन्छ इनर्जी इभी मा हुन्छ इलेक्ट्रोन भोल्ट भन्ने हुन्छ इनर्जी इलेक्ट्रोनलाई भी दिएपछि इनर्जी अनि सेकेन्ड एक्साइटेसन पोटेन्शियल के भयो भन भाइ सेकेन्ड एक्साइटेसन पोटेन्शियल भनेको कति 12.1 माइ डियर स्टुडेन्ट्स बोल न तगडा भयो भन न 12.1 भोल्ट यही त हो नि पोटेन्शियल क्लियर भयो भने क्लियर भयो कि भएन हो भन त बुझौ कि बुझेनौ यति बुझौ हो यसलाई नै पोटेन्शियल बारे भी भो हैन आन्सर यही त हो नि भ्यालु त उही त हो नि ल यस सन्तोष भन सर एक्साइटेसन पोटेन्शियल एनर्जीमा र एब्जर्प्सन एनर्जीमा के फरक भयो कस्तो रे बाबु एब्जर्प्सन एनर्जीमा र एक्साइटेसन त्यस्तो फरक त भन्न मिलेन बाबु जस्तै के भयो भन्दा तिमीले भनेको ठिक कुरा गर्यौ ग्राउन्ड स्टेटको इलेक्ट्रोन यहाँ जम्प गर्दा उसले इनर्जी रिलिज गर्ने भयो एब्जर्प्सन भनेको त्यति इनर्जी पाए पनि जाने कुरा उही त उस्तै कुरा त हो नि कान्छा ठिक कुरा गर्यौ यस बल्ल केटोले बुझेछ बुझेर सोध्न सुरु गरिसक्यो हैन ल यस यो हो नि त केटा हैन 2 देखि 3 मालाई त्यति लिन्न सुरक्षा है ग्राउन्ड देखि किन तिमीले यसरी बुझ न इलेक्ट्रोन त हाइड्रोजन र इलेक्ट्रोनको हामी गर्दैछौ भने अब त्यही भएर ग्राउन्ड स्टेटमै छ के है हायर स्टेटमा त पुर्याउने हो नि त ल पक्का भाइ पनि तिमीले पक्का बुझौ इक्वल हुन्छ सर इमिसन एन्ड एब्जर्प्सन इमिसन अनि यस्तो इमिसन हुँदा उसले छोड्छ एब्जर्प्सन हुँदा उसले लिएर जान्छ के उलाई माथिबाट तल फाल्दियो भने खत्रङ खुत्रुङ भएर उसले निकाल्छ तलदेखि माथिलाई तिमीले के कान्नु पर्यो बुझ न बाबु इजी छ त टु मच इजी अति नै इजी यस युनिट त अब इनर्जीको इभी भयो पोटेन्शियलको कल्पना भन सर त्यो एक्साइटेसन एनर्जी बुझेन फेरि तिमी ग्राउन्डमा छौ लखतरान भएर बसेका छौ तिमीलाई यसरी बडङ्ग्रा बुडुङ 2-4 मुड्की हानेपछि तिमी उफ्रियौ भने के भयो त के भयो तिमी फेरि सोध्ने म्युट गर्ने त यो त मजा भएन नि त ल अब हेर यहाँ भएको ग्राउन्ड स्टेटमा भएको इलेक्ट्रोनलाई
ल तिमीले यो इलेक्ट्रोनलाई 10.2 भोल्ट दियो भने पोटेन्सियल दियो भने यो यही बस्छ कि इनर्जी पायो ए बाबा कि नसोधा सोधेपछि म्युट नहोस् न यार बुझे भनेपछि अगाडि बढ्ने कुरा हुन्छ के मेरो सिद्धान्त फेरि ल अनि यो यहाँ इनर्जी पायो भने यो गयो यसलाई अब एक्साइटेसन भन्ने ल अब त्यसपछि यति आइसकेपछि भट्ट भन अनि त्यो EN2 बाट EN1 मा आइरहेछ त्यो तलबाट माथिबाट तल नि आयो के बुझौ के तिमीले यत्रो यहाँ एरो बनाएर देखाइरहेको छु यहाँबाट यो एरोको मिनिङ के हो र तलदेखि माथि गएको देखाएको होइन यो ल भन भन सोध सरले शङ्कर भनेपछि एक्साइटेसन भन्ने बुझ्ने हो शङ्कर भनेपछि के भयो एक्साइटेसन भयो ल ए जीवन भाइ के हो भन्नु भन सर यहाँ म बुझेन सर यो फर्स्ट एक्साइटेसन पोटेन्सियल कसरी सर 10.2 भयो एउटा इलेक्ट्रोनले फेरि मेरो कुरा यहाँ ग्राउन्ड स्टेटमा भएको यो इलेक्ट्रोनले कति इनर्जी पायो भने यान 1 बाट N2 मा पुग्छ भन 10.2 भोल्ट इलेक्ट्रोन भोल्ट 10.2 भोल्ट पोटेन्सियल भनेको 10.2 इलेक्ट्रोन भोल्ट इनर्जी पायो भने कहाँ पुग्ने रहेछ यहाँ पुग्यो हो बुझिहाल्यो सर अनि अघि ध्यान दिएको थिएन होला केटो अघि ध्यान दिएको थिएन होला नि त ल अलि नेट टप थियो सर थियो ल ल ल पढ मिनेट गरिरहेको छु तिमीले पनि मैले तिम्रो मिनेट देखिरहेको छु ल ठिक छ अब यो भइसकेपछि यो त गर्न सकिहाल्यो एक्साइटेसन पोटेन्सियल इनर्जी यही भयो आयोनाइजेसन बुझ तिमीहरू पहिला आयोनाइजेसन अब आयोनाइजेसन भनेको के हो केटा हो आयोनाइजेसन भनेपछि एक्साइटेसन भनेको माथि चढाउने भनेको फर्स्टबाट ग्राउन्डबाट फर्स्टमा ग्राउन्डबाट सेकेन्डमा ग्राउन्डबाट थर्डमा यसरी लग्नेलाई आयोनाइजेसन भन्ने यसरी लग्नेलाई आयोनाइजेसन भन्छौँ हामी कुरो बुझौ एक्साइटेसन भनेको भाइ पनि के हुन्छ भन्दा एक्साइटेसन भनेको आयोनाइजेसन अनि एक्साइटेसन ल अब यसमा हेर त आयोनाइजेसन एक्साइटेसन यो कुरा आइसकेपछि ल सुनिरहेको छु अब आयोनाइजेसन भनेको सुन त सजिलो छ आयोनाइजेसन भनेको के हुन्छ भन्दा त्यो यस्तो भयो के यसरी बुझ त त्यो एटममा फर्केर नआओस् के कम्प्लिटली डिट्याच होस् त्यो इलेक्ट्रोन जस्तो अघि मैले भने नि ग्राउन्डबाट फर्स्टमा पुग्नेलाई एक्साइटेसन गराउने भनियो अनि तिमीले यो पनि ध्यान देऊ है ग्राउन्डबाट फर्स्टमा पुग्नेलाई हामी फर्स्ट एक्साइटेसन इनर्जी ग्राउन्डबाट सेकेन्डमा पुग्नेलाई सेकेन्ड एक्साइटेसन इनर्जी भने जस्तो त्यही विदिन द एटम भयो नि तर यही ग्राउन्डबाट अनि फेरि यो सेकेन्ड यो N2 लाई हामी के भन्छौँ थाहा छ N2 इनर्जी लेभललाई फर्स्ट एक्साइटेड स्टेट भन्छ फर्स्ट एक्साइटेड स्टेट किन सुरुमा एक्साइट भयो त N2 तिमीलाई फर्स्ट एक्साइटेड स्टेट भन्यो भने N चाहिँ 2 गर है अनि N3 भन्यो भने के भन्न भाइ पनि सेकेन्ड एक्साइटेड स्टेट भन्यो भने के भन्छौ अलि बढी इनर्जी पायो भने कहाँ पुग्यो N3 मा पुग्यो तिमीलाई अब यो अर्थमा के बुझ भन्दा ल तिमीलाई 10th एक्साइटेड स्टेट भन्यो भने कुन बुझ्छौ 10th एक्साइटेड स्टेट भन्यो भने ल भन त भाइ बहिनीहरु 10th एक्साइटेड स्टेट भन्यो भने 10th एक्साइटेड स्टेट भन्यो भने जुन पनि के
n + 1 गर्ने के n + 1 मतलब 10 + 1 गरे कुन भयो 11 11 वाला इनर्जी लेभललाई यति क्लियर भयो हो यति सब क्लियर भयो कि भने यति भन्न त एक्साइटेड स्टेट भनेको एक्साइटेड स्टेट भनेपछि नझुकिने फिफ्थ एक्साइटेड स्टेट भन्यो भने त्यो सिक्स्थ इनर्जी लेभल भयो फिफ्थ एक्साइटेड स्टेट भन्यो भने त्यो के भयो सिक्स्थ इनर्जी लेभल भयो है यस भाइ पनि यस भन न यस 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 ठिक छ अगाडि बढौँ भनौँ भन यस nth एक्साइटेड स्टेट भनेको n + 1 हो जस्तै nth n + 1 के nth एक्साइटेड स्टेट nth एक्साइटेड स्टेट nth एक्साइटेड स्टेट भनेको के हो त n + 1 nth एक्साइटेड स्टेट भनेको n + 1 गर्नु पर्यो यतिमा त पक्कै क्लियर छौ नि ठिक छ अगाडि बढौँ शंकर ल यस शंकर भाइ पनि अब आयोनाइजेसनमा जाउँ आयोनाइजेसन भनेको यस्तो हो के कम्प्लिट रिमुभल अफ इलेक्ट्रोन कम्प्लिट यसमा रिमुभल अफ इलेक्ट्रोन रिमुभल अफ इलेक्ट्रोन completely from removal of electron completely means completely from an atom atom बाट इलेक्ट्रोन लाई कम्प्लिटली रिमुभल गर्नेलाई नै के भन्ने आयोनाइजेसन भनेको सुन न त कम्प्लिट रिमुभल गर्ने भनेपछि कहाँ पुर्याउने भन त कम्प्लिट रिमुभल गर्ने भनेपछि इन्फिनिटीमा पुर्याउने यस हेर्दै तगडा निस्क्यो नि तिमीहरु हो इन्फिनिटीमा पुर्याउने जस्तै ल यस्तो भयो ग्राउन्ड स्टेटमा भएको यो इलेक्ट्रोन छ ग्राउन्ड स्टेटको यो इलेक्ट्रोन छ नि भाइ बहिनीहरु कति इनर्जी लेभलमा छ यो -13.6 इलेक्ट्रोन भोल्टमा छ यो अब सिधै कहाँ पुर्याउनु पर्यो सिधै भाइ बहिनीहरु यसलाई सिधै इन्फिनिटीमा इनर्जी कति छ ल En1 त हाम्रो 13.6 भयो भाइ बहिनी E इन्फिनिटी कति छ 0 भनेपछि त कम्प्लिटली डिट्याच गराउने के भाइ बहिनी कम्प्लिटली डिस्चार्ज गराउने हो ग्राउन्ड स्टेटबाट इन्फिनिटीमा पुर्याउने भनेकै कम्प्लिटली डिट्याच गराउने त्यो इन्फिनिटीमा पुग्यो फर्केर आएन भनेपछि यसको लागि कति चाहियो आयोनाइजेसन इनर्जी ल भन त्यसपछि त्यो आयोनाइजेसन इनर्जी कति भाइ बहिनीहरु आयोनाइजेसन इनर्जी हेर त इजी छैन त त्यो आयोनाइजेसन इनर्जी कति हुन्छ भने E इन्फिनिटी माइनस En1 भएर अब E इन्फिनिटी त 0 माइनस 13.6 भयो गर्दा सिधै 13.6 इलेक्ट्रोन भोल्ट यही त हुने रहेछ नि त भाइ बहिनीहरु यही हुने रहेछ बुझ्यो अब 13.6 इलेक्ट्रोन भोल्ट यो आउने भयो ओके भाइ बहिनी ओके छौ यही हो आयोनाइजेसन इनर्जी आयोनाइजेसन इनर्जी भनेको त अब यसलाई कम्प्लिटली डिट्याच गर्ने भनेपछि अब कम्प्लिटली डिट्याच गर्ने भन्ने बुझौ नि बुझ्यौ अब सेकेन्ड एक्साइटेड स्टेटबाट इन्फिनिटीमा नि हुन्छ नि सर हुन त हो बाबु तर तिमीले अझै यहाँनिर नझुक्याउ न हाइड्रोजन एटमको इलेक्ट्रोन हुने भनेकै ग्राउन्ड स्टेटमा हो नि त केटाकेटी हो यहाँबाट मात्र माथि पुर्याउने हो इनर्जी यस जस इन्फिनिटीमा पुर्याउने जनरली के गर्ने भन्दा ग्राउन्ड स्टेटबाट सिधै त्यसबाट आयोनाइजेसन इनर्जी अफ हाइड्रोजन भन्यो भने कति यो हाइड्रोजनको आयोनाइजेसन इनर्जी अफ यो त हाइड्रोजनको नि हैन H एटमको आयोनाइजेसन इनर्जी कति अनि आयोनाइजेसन पोटेन्शियल कति भयो भाइ बहिनी ल भन त आयोनाइजेसन पोटेन्शियल भनेको कति भयो त ल 13.6 भोल्ट भयो पोटेन्शियल भोल्ट भयो इनर्जी इलेक्ट्रोन भोल्ट भयो यस यति त हो नि केटा केही गाह्रो छैन केही पनि छैन के
हो अब यसरी हाइड्रोजनको एउटा मात्र इलेक्ट्रोन छ अनि यसमा धेरैवटा सेल धेरै सेल हावाहरू तिमीहरू यता त इनर्जी लेभल त कति हुन्छन् नि यस्ता है इन्फाइनाइट इनर्जी लेभल हुन्छन् अरू खाली हुन्छन् बुझ हाइड्रोजनमा अरू हुन्छन् त्यही भएर इनर्जी दिएर माथि पुर्याउन सक्यो इनर्जी लेभल त एउटा इनर्जीको ब्यान्ड हो नि त यता कतिसम्म हुन सक्छ नि भाइ पनि तिमीहरू पनि के भन्छौ यति क्लियर कसैलाई कुनै डाउट छ भने ह्यान्ड रेज गरिहाल ल भन त एक्साइटेसन इनर्जीको हाइएस्ट इनर्जी आयोनाइज इनर्जी भन्न मिल्यो त हाइएस्ट भनेपछि त्यसलाई जस्तै कम्प्लिटली डिट्याच गर्नेलाई एक्साइटेसन भन्नुभन्दा पनि आयोनाइजेसन मिल्छ एक्साइटेसनको हायर इनर्जी भनेकै ल मिल्छ मुस्कान ल भन इनर्जी जति हुन्छ त्यति पोटेन्शियल त्यति हुन्छ अलि जोडले भन न खाँदै नखाए जस्तो गरी के भने अलि जोडले के भन्यौ सोध्ने म्युटै गरिहाल्ने फेरि सर त्यो इनर्जी जति आएको छ नि 30.6 पोटेन्शियल त्यति नै हुन्छ के पोटेन्शियल हजुर इनर्जी जति हुन्छ जति पोटेन्शियल हुन्छ अघि त्यत्रो भने सुनेकै रहन्छौ नि तिमीले यो इलेक्ट्रोनलाई एउटा इलेक्ट्रोनलाई 1 भोल्ट पोटेन्शियल दियो भने कति इनर्जी पायो 1 एबी एउटा इलेक्ट्रोनलाई 10 भोल्ट पोटेन्शियल दियो भने यो कति इनर्जी पायो 10 इलेक्ट्रोन भोल्ट भनेपछि 13.6 भोल्ट दियो भने कति इनर्जी पायो 13.6 इलेक्ट्रोन भोल्ट इनर्जी पायो यो यति पोटेन्शियल दिँदा यो इनर्जी पायो इलेक्ट्रोन एउटा इलेक्ट्रोनले ल अब त सक्यौ सर हजुर भन सर पोटेन्शियलमा सर ग्राउन्ड स्टेटबाट मात्रै लिन मिल्छ कि फर्स्ट स्टेटबाट पनि लिन मिल्छ सर यस्तो नि बाबु हाइड्रोजनको एटम कहाँ छ र ग्राउन्डमै त छ नि केटो सुरुमा त स्टेबल स्टेट भनेको कहाँ हो भन त स्टेबल स्टेट भनेको एकदम मजाले स्टेबल भएर बस्ने स्टेबल स्टेट कुन हो कान्छ ल ग्राउन्ड हो सर हो त्यही स्टेबल स्टेटबाट कुदाउने हो नि त माथि ए हस् सर सर आयोनाइजेसनमा एक्साइटेसन स्टेट छुट्या हुँदैन कस्तो रे यसमा एक्साइटेसन स्टेट छुट्याएको हुँदैन जस्तै फर्स्टबाट फिफ्थमा यसरी भनेको हुँदैन त्यो त भनिहाल्यो फर्स्टबाट फिफ्थमा पुग्दाखेरि कुन फोर्थ एक्साइटेड स्टेट भएन त हैन यस्तो यो आयोनाइजेसनको केसमा एकैचोटि इन्फिनिटीमा गर्नु भएको छ त्यो भएर यो आयोनाइजेसनमा त सिधै इन्फिनिटी हो नि पुरै कम्प्लिटली डिट्याच गर्ने फर्केरै नहोस् कुरो बुझौ ए योमा एक्साइटेसन यो फर्स्ट सेकेन्ड यसरी हुँदैन एकैचोटि इन्फिनिटीमा जान्छ पुरै सिधै फर्के नआउने भने त कहाँ पुर्याउने त इन्फिनिटीमा पुर्याउने ओके ओके छ ओके ल अब यति गर्न जान्यौ भने अब यसमा कन्फ्युजन छैन अनि डिफ्रेन्ट टाइप अफ यो पनि टक्क जान त कहिले काहीँ सोधिराखा हुन्छ स्पेक्ट्रमहरू टाइप्स अफ स्पेक्ट्रामा इमिसन अथवा एब्जर्प्सन छुट्टै पढ्नु पर्दैन तिमीहरूले के चाहिँ गर्नु पर्यो भन्दा टाइप्स अफ स्पेक्ट्रामा भाइ बहिनीहरू टाइप्स अफ स्पेक्ट्रामा अब यसमा लाइन स्पेक्ट्रा लाइन ब्यान्ड लाइन स्पेक्ट्रा र ब्यान्ड स्पेक्ट्रा पहिला यसलाई बुझौँ त लाइन स्पेक्ट्रा र ब्यान्ड स्पेक्ट्रामा के हुन्छ भन्दा भाइ बहिनीहरू लाइन स्पेक्ट्रामा यो जनरली लाइन स्पेक्ट्रा एटममा एटमिक स्टेटमा एटम अथवा एटमिक स्टेट भन्न पाइ एटमिक स्टेट अनि ब्यान्ड स्पेक्ट्रा कुन स्टेटमा आउँछ भन्दा मोलिकुलर स्टेट भाइ बहिनीहरू मोलिक्युलले के दिन्छ भने पनि ब्यान्ड मोलिकुलर स्टेट जस्तो अहिले हामीले पढ्यौं नि
हाइड्रोजन स्पेक्ट्रा भन्नु पर्यो भने हाइड्रोजन एउटा एटम हो, हाइड्रोजन एउटा एटम हो, हाइड्रोजन एउटा एटम हो। यसले दिने स्पेक्ट्रा के भयो त? हाइड्रोजन एउटा एटम हो, यसले दिने स्पेक्ट्रा लाइन स्पेक्ट्रा। तर यस्तो हुनु पर्यो कि यी के हुनु पर्यो भन्दा लाइन स्पेक्ट्रा दिन एटम त हो एटमिक स्टेट, तर एटम कुन स्टेटमा हुनु पर्यो? एटम इन है इन कुन स्टेटमा यो जान्नुपर्छ। इन कुन स्टेटमा हुँदा? इन भेपर अर ग्यासियस स्टेट, भेपर अर ग्यासियस स्टेटमा, भेपर अर ग्यासियस स्टेटमा एटम हुनु पर्यो। जस्तै भेपर अर ग्यासियस स्टेटमा हाइड्रोजन भनेको आफै ग्यास त हो नि, हाइड्रोजन आफैमा के हो? ग्यास। त्यसले दिने स्पेक्ट्रा भनेको लाइन स्पेक्ट्रा भयो। अघि हामीले हाइड्रोजन, ब्लाइमन, बाल्मर, पास्केन सबै यसकै त पढिरहेको छौँ नि है। त्यसरी नै ल अक्सिजन भने अक्सिजन पनि त अक्सिजन एटम हो, कुन स्टेटमा छ यो? अक्सिजन एटम कुन स्टेटमा छ? यो पनि ग्यास हो, यसलाई हामी यहाँ भन्यौँ। अनि यहाँ पनि मोलिकुलर स्टेटमा भएका सब्सटेन्स, तर यिनीहरू के हुनु पर्यो? मोलिकुलर स्टेटमा भेपर अर ग्यास। यो पनि मोलिकुलर के हुनु पर्यो? इन भेपर अर ग्यासमा हुनु पर्यो भन्ने बुझ्छ मोलिकुलर स्टेटमा है। कुनै मोलिक्युलै भन्नु पर्यो क्या। ल NaCl कुनै एउटा मोलिक्युल जस्तै NaCl भेपर स्टेटमा भयो भने, ग्यासियस स्टेटमा छ भने यसले के दिन्छ? एब्जर्प्सन पनि मिल्छ, एमिसन त त्यो त दुइटै भन्न मिल्यो नि बाबु। एब्जर्प्सन भने लिएर माथि जाने, एब्जर्प्सन माथिबाट तल आउने, छुट्टा छुट्टै एब्जर्प्सन इमिसन बनाएर नगर क्या, एउटै बाटो गर। अनि अर्को यहाँ के बुझ भन्दा यसमा अर्को तिमीहरूले बुझ्नुपर्ने पोइन्ट यसमा है। अब यसमा के हो भन्दा यसमा यसले क्यारेक्टरिस्टिक्स अफ एलिमेन्ट, यसले के को क्यारेक्टर दिन्छ? इट गिभ्स द क्यारेक्टरिस्टिक्स अफ एलिमेन्ट। यसले एलिमेन्टको क्यारेक्टरिस्टिक्स दिन्छ भनेको। जस्तै एटमको सानो पार्ट के हो भाइ पनि? एटमको सानो पार्ट भनेको के होला भन त? बच्चा बच्चीमै पढ्यौ नि, एटमको सानो पार्ट भनेको के बुझ्छौ? एटमको सानो पार्ट, एटमको सानो पार्ट भनेको के हो त? एलिमेन्ट। एटमको सानो पार्ट भनेको एलिमेन्ट हो कि होइन? एलिमेन्ट। त्यही भएर क्यारेक्टरिस्टिक्स अफ एलिमेन्ट, यसको एलिमेन्टको क्यारेक्टरिस्टिक हो भन्ने बुझ। अनि यो चाहिँ के को क्यारेक्टरिस्टिक्स हो? क्यारेक्टरिस्टिक मोलिक्युलको सानो पार्ट के हुन्छ भन त भाइ बहिनीहरू? मोलिक्युलको सानो पार्ट भनेको के बुझ्छौ? क्यारेक्टरिस्टिक्स अफ कम्पाउन्ड। मोलिक्युलको सानो पार्ट भनेको कम्पाउन्ड होइन र? मोलिक्युलको सानो बच्चा कुन हो भने, मोलिक्युलको सानो पार्ट कुन हो भने पनि मोलिक्युलको सानो पार्टलाई के बुझ्ने? एटमको सानो पार्ट। एटमको सानो पार्ट भनेको एलिमेन्ट हो भने मोलिक्युलको सानो पार्ट भनेको कम्पाउन्ड हो। यस यस किन हो? पहिला यहाँ क्लियर भयो है, यस किन हो? अब यसरी यहाँबाट बुझ्ने। अब त्यसपछि यहाँ के हुन्छ भन्दा डिफ्रेन्ट एउटा सब जस्तै हाइड्रोजनको जस्ता स्पेक्ट्रा छ नि, अक्सिजनको पनि त्यस्तै स्पेक्ट्रा हुन्छ भन्ने छैन भनेको। टु डिफ्रेन्ट एलिमेन्ट ह्याभ दुईटा डिफ्रेन्ट एलिमेन्टको टु डिफ्रेन्ट एलिमेन्ट क्यान गिभ आइडेन्टिकल लाइन स्पेक्ट्रा। दुईटा एलिमेन्टले एउटै लाइन स्पेक्ट्रा दिन सक्दैन है भाइ बहिनीहरू। यता पनि दुईटा डिफ्रेन्ट हो एलिमेन्टको सानो पार्ट त एटम, यही त हो नि उही कुरा। त्यही भएर एलिमेन्टको क्यारेक्टरिस्टिक्स दियो भन्ने कुरा हो क्या। अनि यहाँ पनि के भयो भन्दा दुईटा डिफ्रेन्ट कम्पाउन्डले टु डिफ्रेन्ट, यहाँ एलिमेन्ट भनेको थियौँ नि, यहाँ कम्पाउन्ड, टु डिफ्रेन्ट कम्पाउन्ड cannot give identical band spectrum, भाइ पनि यो जान है एकदम सोध्ने पोइन्ट हो। यहाँ के भनिदिन्छ भन्दा अब सब्सटेन्स कुन स्टेपमा भन्दा
कुन स्टेटमा हुँदा के आउँछ भने पनि एटमिक स्टेटमा हुँदा लाइन स्पेक्ट्रा, मोलिकुलर स्टेटमा हुँदा ब्यान्ड स्पेक्ट्रा हुन्छ भन्ने जान्नु पर्यो। अर्को छ त्यसै कन्टिन्युअस स्पेक्ट्रा। कन्टिन्युअस स्पेक्ट्रममा भाइ पनि एउटा मिनिममदेखि म्याक्सिममसम्मका रेन्ज के कन्टिन्युअस भनेको मिनिममदेखि म्याक्सिममसम्मका एउटा कन्टिन्युअस प्याटर्नमा भएका है भनेपछि कन्सिस्ट अफ अलमोस्ट अल कन्टिन्युअस स्पेक्ट्रममा के हुन्छ कन्सिस्ट अफ अल वेभलेन्थ। कन्सिस्ट अफ एउटा कन्टिन्युअस भनेको वाइड भनेको थियो नि एउटा मिनिममदेखि रेन्जमा आउने। जस्तै हाम्रो 4000 एङ्स्ट्रोनदेखि हाम्रो बल्ब छ नि हाम्रो यो घरमा भएको बल्ब सिएफएल यी 4000 एङ्स्ट्रोनदेखि यसले कति झन्डै 7500 एङ्स्ट्रोनसम्मका जुन स्पेक्ट्रम निकाल्छ नि वेभलेन्थ यसलाई हामी के भन्छौँ कन्टिन्युअस। हेर कन्टिन्युअस स्पेक्ट्रम भन्छौँ के भाइ हामी यसलाई के भन्छौँ कन्टिन्युअस भन्छौँ यसलाई कन्टिन्युअस। त्यस्तै जस्तै ब्ल्याक बडी हिट गर्यो यो ब्ल्याक बडी हिट गर्यो भने ब्ल्याक बडीले त इमिट गरेर राखेको हुन्छ एब्जर्ब गरेर आउँछ होइन ब्ल्याक बडी हिट गर्छौँ होइन ब्ल्याक बडी इज हिटेड भाइ पनि होइन भन्छ नि तिमीलाई होइन ब्ल्याक बडी इज हिटेड सुन है ब्ल्याक बडी हिट गरिदियो भने अब यसमा पनि त एउटा मिनिममदेखि म्याक्सिमम रेन्जका वेभलेन्थहरू आउँछन् नि हिटेड यसले दिने स्पेक्ट्रम पनि कन्टिन्युअस स्पेक्ट्रम हो भाइ पनि कन्टिन्युअस स्पेक्ट्रा भनेको एउटा दुईटा क्यारेक्टर भएन के एउटा मिनिममदेखि म्याक्सिममसम्मको एउटा रेन्ज आयो है हो रेडिएसन कन्टिन्युअसली रेडिएसन इमिट गर्ने भयो। इन्कन्डेसेन्ट भनेको यही त हो नि इन्कन्डेसेन्ट भनेको यही के जस्तै यो बल्ब छ नि यहाँनिर यसलाई यस्तो तिम्रो घरमा भएको जुन बल्ब छ नि घरमा भएको त्यो सोडियम भेपर बल्ब त्यसलाई इन्कन्डेसेन्ट भने त्यही भएर अब सुन न कन्सिस्ट अफ अल द वेभलेन्थ कन्सिस्ट अफ अल वेभलेन्थ यसमा सबै वेभलेन्थ छ भनेर बुझ्नु पर्यो। एउटा वेभलेन्थ त्यही वेभलेन्थको क्याटेगोराइज हुँदाखेरि डिफ्रेन्ट कलर देखिन्छ क्या भाइ बहिनीहरू है। अब लगातार दिने क्या कन्टिन्युअसली दिँदै जाने लगातार आउने। अनि यसमा हेर भाइ बहिनीहरू के बुझ भन्दा अब अघि त के थियो भन्दा इन्कन्डेसेन्ट यसलाई यसरी भनिन्छ इन्कन्डेसेन्ट अब यसमा सोलिड एन्ड लिक्विड्स तर ग्यासमा के थियो सोलिड एन्ड ग्यास अर भेपर स्टेटमा के हुन्थ्यो हेर त ग्यास अर भेपर स्टेटमा के थियो भाइ बहिनीहरू अब यसमा एक सोलिड एन्ड लिक्विड तर कुन सोलिड एन्ड लिक्विड एटममा लिक्विड एटम अर मोलिक्युल्स दुईटै भन्न पाए एटम्स अर मोलिक्युल्स एटम्स हेर यहाँ नजिकै भाइ बहिनीहरू त्यही एटम्स र मोलिक्युल्स भेपर अर ग्यासियस स्टेपमा भन्यो भने के भयो एटम यही एटममा सुन न एटम भेपर अर ग्यास स्टेटमा भन्यो भने ग्यास स्टेपमा भन्यो भने यसले के दिने भयो लाइन अनि त्यही मोलिक्युल भाइ पनि भेपर अर ग्यास स्टेपमा भन्यो भने भेपर अर ग्यास स्टेटमा छ भन्यो भने के दिन्छ भन्ने बुझ्नु पर्यो ब्यान्ड है नजुकिने इम्पोर्टेन्ट छ यो एटममा सोधिदिने क्वेसन। तर एटम मोलिक्युल सोलिड अर लिक्विड स्टेटमा छ भने के भन्दिने कन्टिन्युअस। यस तगडा छौ नि बिगार्दैनौ नि इन्कन्डेसेन्ट भने यही त हो नि जस्तै यहाँबाट कन्टिन्युअसली लगातार आउने क्या विदाउट इन्टरप्सन कन्टिन्युअसली जस्तै तिम्रो घरमा भएको बल्ब पायो बल्ब के दिन्छ कन्टिन्युअस स्पेक्ट्रा दिन्छ यति बुझ्ने। अनि यसलाई एब्जर्प्सन इमिसन भने छुट्टी गफाउनु पर्दैन है केटा हो। यसरी यहाँ बुझ के भन्दा यसरी यो पोइन्टमा यसरी आउँछ भन्ने पोइन्टमा तिमीलाई एकदमै जान्नु पर्यो जसरी पनि जान्नु पर्यो है। कल्पनाजी किन याहु भन्यौ हो त्यही एटम सोलिडमा छ भन्यो भने सोलिडमा छ भन्यो भने त सिधै कति इजी यही कुरा अल्मलिन्छौ के भाइ बहिनी तिमीहरूले। अब यसमा त्यही अब यसरी बुझ त एटमले यति मैले भनेको क्लियर भयो कि भएन हौ
क्यान्डल लाइट त कन्टिन्युअसली उसमा हो नि त क्यान्डल लाइट त कन्टिन्युअसली उसमै क्यान्डल लाइट भनेको कन्टिन्युअसमै पर्यो नि बाबु क्लियर भयो पक्का क्लियर भयो नि यसमा क्लियरिटी त अब केही छैन नि होइन भाइ पिनेहरू यसमा नचुक्ने अनि तिमीलाई एउटा पोइन्ट यो पनि बुझ त थोरै यति टर्म पनि यहाँनिर बुझ्नुपर्ने पोइन्ट छ यो पोइन्ट अब यसमा हुन्छ अब यसमा अल्फा पार्टिकल र गामा रे भन्यो भने यहाँ कल्पनाले सोध्दैछु ल तिमीलाई लेख्दै मैले अल्फा पार्टिकल एन्ड गामा रे अल्फा पार्टिकल एन्ड गामा रेले के प्रोड्युस गर्छ भन्यो भने लाइन स्पेक्ट्रा गामा रे लाइन स्पेक्ट्रा यसको त स्पेक्ट्रा हामी रेडियो एक्टिभिटीमा पढिहाल्छौँ नि लाइन स्पेक्ट्रा है लाइन स्पेक्ट्रा तर बीटा पार्टिकल भनेको त हेलियम न्यूक्लियस हो नि हेलियम मोलिक्युल बीटा पार्टिकलले के प्रोड्युस बीटा पार्टिकल सोलिडमा छ भनेपछि बीटा पार्टिकल कन्टिन्युअस हेलियम भेपर भन्छौँ नि हामी कन्टिन्युअस आउँछ के हेलियम र आर्गन भर्ने भने हामी तिमीले यति जान न एचई इनर्ट ग्यास भर्छौँ नि हामी हेलियम टाइपका कन्टिन्युअस स्पेक्ट्रा यति यो पनि जानिराख है अनि सुरुमा फर्स्ट यसमा यस्तो भयो एउटा यो पोइन्ट पनि के बुझ भन्दा यसो बुझौ नि अब यसमा इन्कन्डेन्स इलेक्ट्रिक बल्ब भनेको इन्डियन त्यो तिम्रो घरमा भएको बल्बबाट के आउँछ इलेक्ट्रिक बल्ब ब्ल्याक बडी यिनीहरूले इमिट गर्ने रेडिएसनलाई हामी के भन्छौँ कन्टिन्युअस यसबाट के आउँछ कन्टिन्युअसलाई व्हाइट स्पेक्ट्रम पनि भन्छ है भाइ बहिनीहरू कन्टिन्युअस स्पेक्ट्रम इज अल्सो कल व्हाइट स्पेक्ट्रम किन भन्न सक्छौ किन व्हाइट स्पेक्ट्रम भन्यो माइ डियर स्टुडेन्ट्स यति भन्न त कन्टिन्युअस स्पेक्ट्रमलाई किन व्हाइट स्पेक्ट्रम पनि भन्छ एउटा मिनिमम देखि म्याक्सिमम सम्मको रेन्ज सबै वेभलेन्थ भएको भएर त्यही हो रिजन है व्हाइट स्पेक्ट्रम पनि भन्छ अब यसमा अनि सनको स्पेक्ट्रा के हो भन त सनबाट आउने एउटा यो पोइन्ट पनि नोट गरिदिन्छु मैले यसलाई पनि एकदमै जान्नुपर्ने एउटा पोइन्ट छ है सन्स स्पेक्ट्रम इज सनको स्पेक्ट्रम के हुन्छ भाइ बहिनी सन्स स्पेक्ट्रम भन त सनबाट त कन्टिन्युअस आउँछ नि हो कन्टिन्युअस स्पेक्ट्रम हेलियम छ नि त सनमा हेलियम त्यही भएर बीटा हेलियम सन्स कन्टिन्युअस स्पेक्ट्रम भाइ बहिनी कन्टिन्युअस स्पेक्ट्रम अनि त्यहाँ के यस्तो पनि हुन्छ भन्ने गराएको छ के त्यो त्यसमा टेम्परेचर न्युक्लियर रियाक्सनले गर्दा त्यहाँ के पनि छन् भन्दा केही त एब्जर्प्सन लाइनहरु पनि अप्टेन हुन्छ अरे है भनेपछि कन्टिन्युअस स्पेक्ट्रम सन्स स्पेक्ट्रम कन्टिन्युअस स्पेक्ट्रम विथ अझ यसरी भनौँ विथ फ्यू एब्जर्प्सन लाइन्स भाइ बहिनी फ्यू एब्जर्प्सन लाइन भन्छ भाइ बहिनीहरु तिनी एब्जर्प्सन लाइनलाई के भन्छ थाहा छ तिनी एब्जर्प्सन लाइन फ्यू जुन एब्जर्प्सन लाइन छ नि भाइ बहिनीहरु त्यहाँ भएका एब्जर्प्सन लाइनलाई के भन्ने गरेको छ भन्दा फ्राउनहोफर स्पेक्ट्रम यो पनि सम्झिराख फ्राउनहोफर स्पेक्ट्रम जुन एब्जर्प्सन लाइनहरु अप्टेन हुन्छन् त्यहाँ कन्टिन्युअसली त न्युक्लियर रियाक्सनले हाइड्रोजनको पनि चलिरहेको हुन्छ के है त्यसलाई के भन्छ हामी ल आर्गन त अहिले नजाऊ न इनर्ट ग्यास भनेको आर्गनको अहिले केही पनि छैन यो बुझ है अनि एब्जर्प्सन यस्तो भइदियो यो बुझाउ नि अब यसलाई अब यसमा फ्राउनहोफर लाइन स्पेक्ट्रम किन भन्यो भने के भन्छौ फ्राउनहोफर स्पेक्ट्रम अथवा फ्राउनहोफर लाइन केले गर्दा आइछ ल भन त यी फ्राउनहोफर लाइनको रिजन थोरै यति बुझ फ्राउनहोफर लाइन केले गर्दा भाइ बहिनीहरु भन त absorption of suns due to absorption of sun's radiation sunko radiation absorption of sun's radiation by sun's
रेडिएसन बाई सन्स एटमोस्फियर यति जान्यौ भने अब तिमीलाई एटमिक स्ट्रक्चरमा जान्नुपर्ने 100% झिनो मसिनो केही पनि छैन। अलिअलि क्वेसनहरू प्र्याक्टिस गर्दै गर, म पनि गराउँदै गर्छु। नआएकोलाई मलाई भक्काभक मेरो व्हाट्सएपमा राख्दै सोध्दै गर्न पनि मजाले नडराउ, सोध्देऊ। अब फ्राउनोफरको त साइन्टिस्टको नाम हो, त्यसकै नामबाट राख्यो बाबु, अब यही भन्ने नै छैन नि। ल तिम्रो विराज किन भयो भन्दा विराज राखिदिए त होइन। भन सर हजुर अलि कुनै बेला खाली हुनुहुन्छ नि त्यही बेला क्वेसन पठाउन अलि हुन्थ्यो कि सिधै कल गर्न खाली त अब यसपछि मात्रै हो बाबु। त्यही भएर तिमीले दिउँसो जति बेला पठाए पनि मैले रिप्लाई दिने भनेको अब बल्ल पछि हो क्या। सर अहिले लास्ट साँझखेरि क्वेसन पठाएर सिधै कल गर्दा हुन्छ न सर हजुरलाई? साँझ म फ्री भयो भने कल म रिसिभ गरौँला, नत्र काटेर म ब्याक गर्छु है। हस् सर हस्, चिन्ता नगर, तिमीहरूको सल्युसन चाहिँ म गरिदिन्छु। हुन्छ भाइ पनि आजलाई यति नै गरौँ। एटमिक स्ट्रक्चर यति नै हो हामीले गर्नुपर्ने, योभन्दा बढी गर्नुपर्ने केही पनि छैन। केही क्वेसनहरू पनि प्र्याक्टिस गर्दै जाउँ ल। अनि अब हामी रेडियो एक्टिभिटी पनि सुरु गरौँला यसपछि। पहिला केही क्वेसन गरौँला यसको। ल बाई बाई। पानी